राजा फर्काउनेहरूको नाइके दुर्गा प्रसाद भागेको छ। यो धेरै भयो। अब यो गाह्रो छ भने सरकारलाई इन्डियालाई बुझाइदिउँ भन्ने मान्छे पनि कहिले राष्ट्रवादी हुन सक्छ? कहिले हुन सक्छ? दुःख सुख गरौँला, जसो तसो गरौँला, यार राष्ट्र बचाउने कुरा अलिक बरु के भन्छ तरकारी टिउन नहालिकन त भात खाउँला भन्ने कुरा हुन्छ नि त। तर हामीलाई गाह्रो अलिक गाडी चढ्न पाइन्छ, त्यसैले इन्डियालाई बुझाइदिउँ, यो दिल्ली पनि इन्डिया हुन्छ भन्ने मान्छे पनि कहिले राष्ट्रवादी हुन सक्छ? तर केही युवाहरू केही यी पञ्चे भुटहरू फेरि सल्बलाएर त्यसैको आडमा चाहिँ राजतन्त्र फर्काउने सपना देखिरहेको छ। यो सपना नदेखोस् भन्न चाहन्छु। र हाम्रो परम्पराका हिसाबले पनि मृत्यु भइसकेका मान्छेलाई श्राद्ध गरिन्छ, तर्पण दिइन्छ, लिएर आएर अङ्गालो मारेर सुतिन्न के, हेर्नुहोस्। र अपेक्षा गरिन्छ त्यसो गरिन्न। वर्षमा एकचोटि सम्झिन्छ होला, सम्झिन्छौँ हाम्रै पुर्खाहरूलाई होला, अथवा जतिसुकै राम्रो कुरा गरे पनि, जतिसुकै हामीप्रति आस्था भए पनि मृत्यु भइसकेका मान्छेहरूको यो मृत्यु भइसकेकोलाई यो अङ्गालो मारेर उहाँहरूसँग अपेक्षा गर्ने कुरा होइन। यो मृत्यु भइसकेको राजतन्त्रको बारेमा समीक्षा गरौँला, अथवा समीक्षा गर्न सकिन्छ, तर फेरि फर्काउन ल्याउन सकिन्न। र जो राजतन्त्रबारे के हो कि भन्नेहरूलाई म अनुरोध के गर्न चाहन्छु कि यो काङ्ग्रेसका कोही नेताले लेखेको अथवा माओवादीका केही नेताले लेखेको किताब छोड्नुहोस्। नेपालको आधिकारिक भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको एउटा किताब छ, अब के यस्तो कहिल्यै नहोस् भन्ने पढ्नुहोस्। राजाहरूको चरित्र पढ्नुहोस्। होला कुनै अरू पार्टीका कुनै नेताले लेखा, पूर्वाग्रहले लेखा भन्ला, तर त्यो एकचोटि पढ्नुहोस्, एकचोटि समीक्षा गर्नुहोस्। र फेरि एकचोटि के भन्न चाहन्छु भने कि आजभन्दा 17 वर्ष अगाडि, 17-18 वर्ष अगाडि जुन बेला ज्ञानेन्द्रले कु गरेर राज्य व्यवस्था सञ्चालन गर्दै थियो, त्यो बेलाको स्मरण गर्नुहोस् भन्न चाहन्छु। के थियो अभिगत हाम्रो, त्यसको समीक्षा गरौँ। अनि नेपालमा ज्ञानेन्द्रले गरेको कु सम्झेर कुनै संवैधानिक व्यवस्था हुनसक्छ, संवैधानिक राजतन्त्र हुनसक्छ भनेर कल्पना गर्छौँ हामी? यो सम्भव छैन। यो कल्पनाको कुरा हो। कल्पना पनि सकेसम्म नगर्दा हुन्छ। बेकारमा दिमागलाई बोझ बनाउने कुरा भएको कारण यस्तो कल्पना भन्दा टाढा भएर अघि उज्यालोतिर, प्रगतितिर र फेरि पनि लोकतन्त्रलाई व्यवस्थित गर्नतिर लागौँ।